हाई एभ्रिवान, नमस्ते। सुजी किचनमा यहाँहरूलाई धेरै धेरै स्वागत छ। आज चाहिँ भने म घरमै सजिलैसँग बनाउन सकिने चाक्कुको रेसिपी लिएर आएको छु। यसका लागि चाहिन्छ सेतो तिल, सक्खर, नरिवल, छोकडा पनि लिएकी छु, घिउ, भुटेर राखेको बदाम। ग्यास अन गरेर एउटा भाँडोमा थोरै पानी हालेकी छु। पानी अथवा दुध जे राख्दा पनि हुन्छ। पानीबाट हल्का हल्का बाफ आउन थालेपछि सक्खर त्यसैमा हाल्ने। मैले चाहिँ सबै हाली भ्याएर एकचोटि राम्रोसित चलाइरहेको छु। यसरी चलाउँदाखेरि चाहिँ त्यहाँ डल्ला पर्न पाउँदैन, डढ्न सक्ने सम्भावना हुँदैन। यतिको पग्लिसकेको छ। ल हेर्नु, यतिको भइसकेपछि अझ एकैछिन पकाउँछु। मैले चाहिँ अलिक धेरै पानी हालेको छु, थोरै पछि फेरि थपेको भएर एकछिन मजाले पकाउनु पर्छ, फतफत फत्किने गरी। यसलाई धेरै धेरै कालो हुने गरेर चाहिँ पकाउनु हुँदैन, फेरि यसको स्वाद चाहिँ तितो हुन्छ। यतिको भएर मजाले पाकिसकेपछि उम्लिएर यतिको भएको छ। यसलाई अब ग्यास निमाएर छान्नीले छान्नु पर्नेछ। छान्नीले छान्दाखेरि यसमा रहेको माटो, धुलो, केही फोहोरहरू भए छान्नीमै रहन्छ, खाँदाखेरि किरकिर लाग्ने छैन। यसरी नै बिस्तारी बिस्तारी सबै सक्खरहरूलाई चाल्दै जानुपर्छ। मैले चालेर पनि सकाएँ। फेरि अघिकै प्यान बसालेर सक्खरलाई पकाउँदैछु। अघि चाहिँ मैले राम्रोसित पकाएको थिइनँ, त्यही भएर म अहिले फेरि पकाउन जाँदैछु। चलाउँदै पकाउँदै गर्नुपर्छ, नत्र फेरि डढ्छ। मेरो चाहिँ अलिक धेरै नै भएछ, अनि उम्लिएर गएको थियो, अनि मैले अर्कोमा खन्डाएँ। हजुरहरू चाहिँ ठिक्क अड्कलेर लिनु होला, आधी जति बनाएर लिनु होला, उम्लिने भाग राखेर। यत्तिको उम्लिएर गाढा हुँदै गएपछि रेडी भइरहेको छ। यसमा चाहिँ मैले अघि भुटेर राखेको तिल पनि राखेकी छु। हेर्नुहोस् त कति मजाले फत्किरहेको छ। नरिवल, बदाम मजाले हाल्ने। मैले चाहिँ एउटा डल्लो घिउ पनि हालेँ। पहिला हालेको थिएँ, भिडियो लिन पाइनँ, त्यसैले मैले पछि फेरि अहिले हजुरहरूलाई देखाउनलाई हालेकी छु। फेरि पनि नरिवल र बदाम एड गरेँ। यसलाई चाहिँ मजाले अब चलाउँदै जानुपर्छ। फेरि धेरै पातलो भयो भने पनि उक्काउनलाई असिलो हुन्छ जमाउन राख्दाखेरि। मेरो चाहिँ लगभग रेडी हुन लागिसकेको छ। यत्तिको भएपछि एकछिन मजाले चलाउने। यसरी नै घोटी गर्नुपर्छ। अनि एउटा थाल अथवा जुनसुकै भाँडामा घिउ अथवा तेल लगाउने। मैले भने घिउ लगाएको थिएँ। मेरो चाहिँ त्यहाँ राख्नको लागि रेडी भयो। सबै मैले यसमै हालेँ। अर्को एउटा थाली रेडी पारेको थिएँ, एउटा बनाएँ, यो अर्को पनि बनाउँदैछु। यत्तिको भइसक्यो। फेरि मैले थोरै घिउ राखेँ, अनि माथिबाट तिल, बदाम र नरिवल पनि टपअप गरेकी छु। यसरी नै हजुरहरूले सजिलैसँग घरमा चाक्कुको रेसिपी बनाउन सक्नुहुनेछ। अनि हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ, यदि राम्रो लाग्छ भने मेरो च्यानललाई लाइक,
कमेन्ट, सब्सक्राइब र सेयर गर्न नभुल्नुहोला। यसरी नै मैले चाहिँ यो चाकुमा डिजाइन दिएकी छु। नरिवलहरूले बुट्टा जस्तो बनाएकी छु। हजुरहरूसँग काजु, किसमिस, अरू ड्राई नट्सहरू छ भने पनि हाल्न सक्नुहुनेछ, त्यसले झन् मिठो हुनेछ। यसरी मैले चाहिँ रेडी बनाएँ। अब यसलाई जम्नको लागि चिसो ठाउँ अथवा फ्रिजमा राख्नुहोला। यो चाहिँ मजाले राम्रोसित पाकेको छ भने चाहिँ जम्न चाहिँ धेरै बेर भने लाग्दैन। मेरो चाहिँ 4वटा भाँडामा भएको छ। म चाहिँ यसलाई रातभरि फ्रिजमा राख्न जाँदैछु। अहिले बिहान मैले यो हेरेँ, यो चाहिँ मजाले जमिसकेको रहेछ। यतिको भएको छ। यसलाई म फुटाउन जाँदैछु। हेर्नुहोस् त कति मजाले फुटिरहेछ, कति राम्रो पनि देखिरहेछ। बजारमा किन्ने सक्खर चाकु भन्दा घरमै यसरी बनाउँदाखेरि एकदमै मिठो पनि हुनेछ।